देश बदल्न चाहन्छौ भने सोच बदल, नेता विलासी हुन हुँदैन, जनतासँग उभिनुपर्छ। थोमस संकरा, बुर्किना फासीका पूर्व राष्ट्रपति। आज थोमस संकराको बारेमा हामी केही कुरा जान्न चाहन्छौँ। नमस्कार साथीहरू, आउनुहोस् आज थोमस संकराको बारेमा केही कुरा जानौँ। थोमस संकराको जन्म उत्तर भोल्टामा भएको थियो। उसको बुबा फ्रान्स आर्मीमा काम गर्थे। उसको परिवारमा उसलाई एक शान्त पादरी बनाउन इच्छा थियो परिवारको। तर 17 वर्षको उमेरमा उनी आर्मीमा भर्ना हुन पुगे। थोमस संकराको नेतृत्वमा अफ्रिकाको सानो राष्ट्र अप्पर भोल्टा पुरै बदलियो। देशको नाम नै उनले फेरिदिए र राखे बुर्किना फासो, अर्थात् इमान्दार मानिसहरूको देश। सत्ता सम्हाल्दा देश चरम भ्रष्टाचारमा डुबेको थियो। अर्थतन्त्र कमजोर, शिक्षा कमजोर र जनता निराशा भएका थिए। तर संकराले भने, देश बदल्न चाहन्छौ भने सोच बदल, नेता विलासी हुनु हुँदैन, जनतासँग उभिनुपर्छ। तसर्थ उनले क्रान्ति सुरु गरे। फलस्वरूप उनले सरकारको फजुल खर्च कटौती गरे। 90,000 जति अनावश्यक उच्च तहका पद हटाउने योजना, उद्योगीहरूको क्षमता दोब्बर बनाउने लक्ष्य, शिक्षा र स्वास्थ्यबाट बजेट बढाउने 62% पुर्याए। शिक्षा, स्वास्थ्य, श्रम सुधार। देशमा पहिलो पटक सबैका लागि सस्तो स्वास्थ्य सेवा, निशुल्क शिक्षा, महिलाको अधिकार, बालविवाह र दाइजो विरोधी अभियानहरू सुरु गरेका थिए। उनी सादा जीवन बस्थे, महँगो कार चढ्दैनथे, विमान बेचिदिन्थे, तेलको भाउ बचाउ अभियान चलाउँथे। उनी भन्थे, नेता धनी हुन्छ भने जनता गरिब बन्छ। म नेताको विलासिता होइन, देशको उन्नति देख्न चाहन्छु। यिनै सुधारले बुर्किना फासो 4 वर्षमै आफ्नो खुट्टामा उभिन थाल्यो। तर यति धेरै परिवर्तनले देशका भ्रष्ट शक्ति र विदेशी स्वार्थ समूह असन्तुष्ट भए। त्यसैले सन् 1987मा उनकै विश्वासिलो साथीबाट एक क्रान्ति, तर गलत क्रान्ति चलाइयो र 37 वर्षको उमेरमै थोमस संकराको हत्या गरियो। तर हत्यापछि पनि संकराको आवाज मरेन। 32 वर्षपछि जस्टिस फर थोमस अभियान उठ्यो। 14 जना आरोपी नाम सार्वजनिक भयो र जनताले सत्य उजागर गरे। संकराको मृत्यु होइन, हत्या नै थियो। आज सारा संसार उनको देशप्रेम, इमान्दारी र क्रान्तिकारी सोचबाट प्रेरित छ। थोमस संकराले भनिरहन्थे, तिमी एक क्रान्तिलाई मार्न सक्छौ, तर क्रान्तिकारीलाई मार्न सक्छौ, तर क्रान्तिलाई कहिल्यै मार्न सक्दैनौ। उनका यिनै कामका कारण जर्मनीमा सन् 2019को अन्त्यतिर उनको विचार पुनः अत्याधिक चर्चामा आए। आज पनि विश्वभरि संकराका विचारहरू राजनीति, समाजशास्त्र, पत्रकारिता र दर्शनशास्त्रका विद्यार्थीहरूका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छन्। अन्त्यमा संकराको सन्देश सरल छ। समाज तब मात्र बलियो हुन्छ जब संवाद हुन्छ, सहमति बनिन्छ र नागरिकका स्वतन्त्रताका आवाज सुन्ने अभ्यास विकसित हुन्छ। तपाईलाई यस्तै विश्वका विभिन्न रोचक घटनाहरूप्रति चासो छ? यदि चासो छ भने हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्नुहोला, लाइक, सेयर, कमेन्ट गर्न नभुल्नुहोला।